गरिमा लास्ट डे पेलाइ भयो आज चाहिँ भने हाम्रो डे अफ थियो क्या। अनि हामीले अस्तिदेखि प्लान गरेर आएको थियौँ आज हामी मन्दिर जान्छौँ भनेर होइन। सो बिहान बिहानै हामी चाहिँ उठेर रेडी भएर हामी चाहिँ लाग्यौँ मन्दिरतर्फ। सो बिहान बिहानै पनि अहिले सोमबार लागेर होला यस्तो गर्मी भएको थियो नि होइन। अनि सबै सुरुमा चाहिँ हामी ट्रेन स्टेसन पुग्यौँ। ट्रेन स्टेसन पुग्दाखेरि चाहिँ हामीले अरू बेला कस्तो 10 मिनट 15 मिनट पर्खिनु परेन क्या। किन भन्दाखेरि हामी जब ट्रेन स्टेसन पुग्यौँ ठिक्क ट्रेन आयो होइन। अनि त्यहाँबाट हामीले ट्रेन लिएर अर्को ट्रेन चेन्ज गरेर अनि हामी चाहिँ लोकेसनतिर लाग्यौँ। तर यस्तो गर्मीमा गुगल म्याप्स हामीलाई यस्तो हिँडायो नि होइन। गर्मी लट भएको थियौँ। अनि स्टेसनबाट अराउन्ड हाफ एन आवर हिँडिसके पछाडि फाइनली हामी मन्दिर पनि आइपुग्यौँ होइन। मन्दिर चाहिँ एकदम राम्रो थियो क्या। तर चाहिँ रेकर्डिङ गर्न अलाउड थिएन। सो मैले भित्रको चाहिँ रेकर्ड गरेन। तर यो बाहिरको इन्भाइरोमेन्ट चाहिँ एकदम दामी थियो होइन। बिहान बिहान निस्केर होला भोकले चाहिँ हामी लट भएको थियौँ। अनि हामीले टेस्को देख्यौँ भने जुन यो टेस्को जाने वे थियो नि त्यसमा चाहिँ फुट ब्रिज रहेछ क्या। अनि त्यसले चाहिँ ठ्याक्कै काठमाडौँको याद दिलाएको थियो होइन। सो हामी टेस्कोमा गएर त्यहाँबाट फलफुल लिएर फलफुल खाँदै हामी चाहिँ भने हाम्रो रुमतर्फ फर्क्यौँ होइन। अनि यदि तपाईँहरूलाई पनि यो टेम्पल जान मन लागेको छ भने कमेन्ट गर्नु होला होइन। म लोकेसन चाहिँ तपाईँहरूको कमेन्टमा रिप्लाई दिनेछु। सो गाइस यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने प्लिज लाइक शेयर र फलो गरिदिनु होला। सो आई विल सी यु इन माई नेक्स्ट मिनिट। बाइ बाइ।